तपाईँको प्राइभेट कम्पनी हो निकाल्नलाई? तपाईँको घरबाट निकाल्नु भएको हो। यो पार्टी फुटेको छैन, यही हो पार्टी। यसैले अधिवेशन, यो अधिवेशनको क्रममा छ। आज बेलुका यसको अधिवेशनको क्रम अध्याय सकिन्छ। यसले जे निर्णय गर्छ त्यो निर्णय गरेर आएको कार्यकारी निकायले नेपाली कांग्रेस पार्टीलाई अगाडि बढाउँछ। संविधानले यही भन्छ। अनि मलाई कारबाही गर्नुभन्दा कारबाही गरेको रे, कारबाही गर्नुभन्दा पहिला मलाई एकपल्ट स्पष्टीकरण सोध्नु पर्दैन? मलाई एकपल्ट बोलाउनु पर्दैन? म यति विश्वासको साथ तपाईँलाई भन्न सक्छु, त कहाँ गएर आएको थिइस् भन्दा काठमाडौँमा भएको गगन र विश्व सहभागी भएको विशेष महाधिवेशनमा सहभागी भएर आएको थिएँ भनेर भन्दै गर्दा एकजना पनि कांग्रेसको शिर निहुरन्न। हामी कोही सभापति भनेको भन्न पाउनु पर्यो भनेको होइन। तपाईँहरूमध्ये कतिजना यहाँ आउनु भएको छ, मलाई के भन्नुभएको छ भने खबरदार नेतृत्व फेरेन भने छाड्दैनौ भनेर भन्नुभएको छ। तपाईँले त्यो भन्दै गर्दाखेरि तपाईँले भन्नु खोज्नुभएको त सभापति हुनुपर्छ भन्नु खोज्नुभएको। तर मेरो ठाउँबाट मैले कहिले त्यसलाई त्यसरी लिइनँ। कतिपय साथीहरूले भन्नुभयो खुट्टा कमाएर होइन। यो खुट्टा त काम्दैन, किनकि मैले भनेको छु यो काम्ने खुट्टा होइन, लोभ राखेर होइन। पार्टीप्रतिको जिम्मेवारी हामीलाई कसैले आएर घरभित्र छिर भनेर छिरेको होइन कि आजबाट घरबाट जा भनेर हामी त्यहाँबाट जाने। म भनिरहेको थिएँ महामन्त्री विश्वप्रकाश शर्मालाई, हामीले ख्याल गर्नुपर्छ है भन्दै गर्दाखेरि होइन, कुराकानी भइरहेको छ, छलफल भइरहेको छ, हामी बसिरहेको छलफल गरिरहेको। तर हामीलाई छलफलमा अल्मलाएर अल्झाएर पहिले सबै तयारी गरेर निर्वाचन आयोगमा साथीहरूलाई ठक्क पठाएर हामीलाई अल्मलाएर दुईटा महामन्त्रीलाई अल्मलाएर त सक्नु होला। सिङ्गो देशभरिको कांग्रेसका कार्यकर्ताले कसरी अल्मलाउने हो? म त घरमा गएर सुतेर बसे पनि हुन्छ। विषय मेरो होइन, विषय नेपाली कांग्रेसको। र नेपाली कांग्रेसको विषय यस कारणले गर्दा हो कि कांग्रेसको देशप्रतिको जिम्मेवारी छ। तर हेर्नुहोस् त 2-3 दिनदेखि तपाईँले भनिराख्नु भएको थियो छिटो गरौँ भनेर। तर हामी अझै पनि हामीलाई अरू कुनै कुराको लोभ भएको भए हामी अस्ति नै तपाईँ यत्रो साथीहरू आउनुभएको छ, यत्रो ठुलो सङ्ख्यामा साथीहरू आउनुभएको छ, सजिलैसँग बहुमत छ। यहाँ बहुमत महाधिवेशन प्रतिनिधिहरू भएको ठाउँबाट सरासर अस्ति नै अधिवेशनको प्रक्रिया पुरा गरेर गरिदिएको हुन्थ्यो। हामीले तपाईँले देखिराख्नु भएको छ, तपाईँहरू थाकिसक्नुभयो, गाली गरेर राख्नुभएको छ। भोलि सङ्क्रान्ति छ, चाँडो गर भन्नुभएको छ। तर हामी निर्वाचनको तालिका निकालेका छौँ, सारेका छौँ, किनकि हामी त्यहाँबाट साथीहरू जानुभएको छ, वार्ता गरेर राख्नुभएको छ, संवाद गरेर राख्नुभएको छ, छलफल गरेर राख्नुभएको छ। अहिले पनि म र विश्वप्रकाश शर्मा जहाँ बसिरहेका थियौँ, बसिरहेको ठाउँमा बसेर हामीहरू संवादमा भएको नेताहरूसँग मैले त कमै कुरा गरिरहेको थिएँ। विश्वप्रकाश शर्मा कुराकानी गरेर राख्नु भएको थियो, छलफल गरेर राख्नु भएको थियो, अझै विकल्पहरू छन् भनिराख्नु भएको थियो। तर हामी एउटा कुरा हामीले आज विश्वप्रकाश शर्माले भन्नुभयो कि ल ठिक छ, यी सबै कुराहरू भए। तर नेपाली कांग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार गगन थापा बनेको होइन, जसलाई बनाउने बनाउनुहोस्। तर नेपाली कांग्रेस पार्टीले अब चुनावमा जाँदै गर्दा यति त भनेर जाउँ, हाम्रो प्रधानमन्त्रीको उम्मेदवार श्री शेरबहादुर देउवा होइन भनेर त जाउँ। अरू जसलाई भने पनि हुन्छ, त्यो अपमान गरेर भनेको होइन। हाम्रो दाई हो, नेता हो, अपमान गरेर भनेको होइन, अहिले पनि होइन, मनमा केही क्लेश राखेर भनेको होइन। तर देश र जनताको अगाडि भन्नुपर्ने आजको हाम्रो बाध्यता छ। त्यसकारणले गर्दा यो कहिले सिग्नेचरको कुरा आएको छ, कहिले यसको कुरा आएको छ, कहिले त्यसको कुरा आएको छ, यी कुनै कुरा होइन। केवल कुरा यति मात्रै थियो कि हामी अब विशेष अधिवेशन पछाडि, विशेष महाधिवेशन पछाडि नेपाली कांग्रेस पार्टी बदलेर आयो भनेर भन्न पाउने कि नपाउने। प्रधानमन्त्री कसलाई बनाउनु छ बनाउनुहोस्, यो विशेष महाधिवेशनको हलबाट अन्तरिम सभापति कसलाई बनाउनु छ बनाउनुहोस्। हामी सबै विकल्पको लागि खुला। अझ हामीले आज केसम्म भन्यो भने सामूहिक नेतृत्व छान्नुपर्छ, त्यो पनि छान्नुहोस्। तर एउटा कुरा भन्न पाउनु पर्यो, बाहिर निस्केपछि यत्रो साथीहरू आउनु भएको छ, जम्मा एउटा कुरा भन्न पाउनु पर्यो। हामी कोही सभापति भनेको भन्न पाउनु पर्यो भनेको होइन। तपाईँहरूमध्ये कतिजना यहाँ आउनु भएको छ, मलाई के भन्नुभएको छ भने खबरदार नेतृत्व फेरेन भने छाड्दैनौ भनेर भन्नुभएको छ। तपाईँले त्यो भन्दै गर्दाखेरि तपाईँले भन्नु खोज्नुभएको त सभापति हुनुपर्छ भन्नु खोज्नुभएको। तर मेरो ठाउँबाट मैले कहिले त्यसलाई त्यसरी लिइनँ, अहिले पनि लिएको छैन। म त अहिले पनि महामन्त्री छु, म अहिले पनि नेतृत्वमा छु। तर कम्तीमा यो पार्टी यहाँबाट निस्केर जाँदै गर्दा हामी बदलेर गयौँ भनेर भन्ने ठाउँ पाउनुपर्छ भन्दै गर्दा दिनभरि अहिले यसो आएर हेरेको हामी छलफलमा छौँ, संवादमा छौँ, टेलिफोनमा कुराकानी भइरहेको छ, महामन्त्री विश्वप्रकाश शर्माले गरिराख्नु भएको छ। तर कसरी मिलाएको छ भने यहाँको निर्वाचनको कार्यतालिका मिलाएको रहेछ, अहिले आएर बुझियो बल्ल। यहाँको निर्वाचनको कार्यतालिका हामीलाई सार्न लगाएको लगाई
उता सहमहामन्त्री बद्री पाण्डे अघि नैदेखि निर्वाचन आयोगको कार्यालयमा गएर बसिराख्नु भएको रहेछ। ठ्याक्क यहाँ के बनाएको निर्वाचन आयोगको कार्यालय बन्द हुने बेलामा ठ्याक्क हामीसँग कुराकानी गरिरहेको, यतापट्टि ठ्याक्कसँग बैठक सकाएर उता चाहिँ यहाँ निर्णय भएको छैन, उहाँ निर्वाचन आयोगमा दर्ता गर्ने सबै चाँजो माँचो मिलाएर कहीँ कतै पार्टी मिलाउनुपर्छ, कहीँ कतै यिनका कुरा सुन्नुपर्छ, यत्रो महाधिवेशन प्रतिनिधिको कुरा सुन्नुपर्छ भन्ने होइन। यसलाई जालझेल गर्ने, काइते काम गर्ने, रकमी काम गर्ने, यता लाने उता लाने, तन्काउने, कहिले एकजनाले एउटा कुरा भन्ने, कहिले अर्कोले अर्को कुरा भन्ने, सभापतिसँग बिहान भेट्दै गर्दाखेरि एउटा कुरा भन्ने, बाहिर आएर प्रवक्ताले अर्को कुरा भन्ने, यी सबै कुराहरू हुँदै गर्दाखेरि पनि कुनै लोभ राखेर होइन। कतिपय साथीहरूले भन्नुभयो खुट्टा कमाएर होइन। यो खुट्टा त काम्दैन, किनकि मैले भनेको छु यो काम्ने खुट्टा होइन, लोभ राखेर होइन। पार्टीप्रतिको जिम्मेवारीले यसलाई एक ढिक्का बनाएर लिएर जानुपर्छ भन्ने आम साथीहरूको चाहनाप्रतिको जिम्मेवारी कारणले गर्दा भन्दै गएको। अहिले हामी बसिरहेका छौँ, छलफल गरिरहेको छ, साथीहरूले गाली गरेर राख्नु भएको छ, यहाँबाट खबर आइरहेको छ, छिटो आउनु पर्यो, चाँडो टुङ्ग्याउनु पर्यो, निर्वाचन समितिले भनेको भनै छ। हामी अझै उहाँलाई के भनिरहेका छौँ भने समझदारीको ठाउँहरू अझै खोज्ने प्रयास गरिरहेका छौँ भन्दै गर्दा अघि साथीहरूले भन्नुभएको थियो एकजना सहमहामन्त्री निर्वाचन आयोगमा गएर बस्नुभएको छ, तर त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई मूर्ख बनाइदिएछ है भनेर भनिराख्नु भएको थियो। तर हामीले सोच्यौँ आफ्नै पार्टीभित्र यस्तो खालको रकमी कुराले मात्र त कहाँ होला भन्ने कुरा सोच्यौँ। तर खैर के छ, मैले समाचार सुने नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिको बैठकले 2 जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो। तपाईँको प्राइभेट कम्पनी हो निकाल्नलाई, तपाईँको घरबाट निकाल्नु भएको हो। 9 कक्षाको थिए, 9 कक्षाको नेपाली कांग्रेसको झण्डा बोकेर हिँड्दै गर्दा 46 सालको आन्दोलनमा लडेको हुँ, 62-63 को आन्दोलन त हाँकेको पनि हुँ र 2488 जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो यो। हिम्मत छ ती प्रत्येक साथीलाई कारबाही गर्ने हिम्मत छ। फेरि कारबाही कसले गरेको? तपाईहरु मात्र निर्वाचन आयोग जान्नुहुन्छ। त्यही निर्वाचन आयोगमा यही ठाउँबाट विशेष महाधिवेशन नेपाली कांग्रेसको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको छ। कांग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ। हाम्रो केन्द्रीय कार्य समिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति भङ्ग भइसकेको छ र हामी अहिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने क्रममा छौं। यो सिङ्गो देशले सुनिरहेको छ, देशभरिको नागरिकले पनि सुनिरहेको छ, नेपाली कांग्रेस पार्टीभित्रको आम देशभरिका साथीहरूले सुनिराख्नु भएको छ। यो नेपाली कांग्रेस, यहाँ छ कांग्रेस, यहाँ नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइरालाको, श्रद्धेय नेता गणेशमान सिंहको परिवारको सदस्यहरू हुनुहुन्न, तर त्यो भन्दा ठूलो परिवारको सदस्य हामी हो गणेशमानको सन्तान, हामी हो बीपी कोइरालाको सन्तान, हामी हो। किनकि कांग्रेसको त्यो क्यारेक्टर, कांग्रेसको त्यो विचार जसले बोक्यो कांग्रेस नै हो। त्यसैले म पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हस्ताक्षर गर्नुभएको सबै महाधिवेशन प्रतिनिधि साथीहरू र यहाँ सहभागी हुनुभएको साथीहरू, तपाईहरु सबैले आज यहाँबाट गइसके एकपटक सोच्ने बेला आएको छ। अब हामी आफ्नो काम अगाडि बढाउँछौँ, तर तपाईहरुले सोच्नुपर्छ, तपाईहरुको मनमा कहीँ कतै दुविधा छ भने म तपाईहरुलाई अलमलिन भन्दिनँ। मैले भनेको थिएँ म हल्ला आएर सोध्छु। आज अहिले समझदारी भएको भए, कुनै समझदारीमा पुग्ने अवस्था बनेको भए म आउँथेँ यहाँ हलमा, तपाईलाई आएर भन्थे यस्तो यस्तो भयो साथीहरू, यस्तो यस्तो कारणले गर्दा यस्तो यस्तो गर्ने भयो। अन्तिम क्षणसम्म, अन्तिम समयसम्म त्यसका लागि हामीले प्रयास गर्यौँ। 30 जना केन्द्रीय सदस्य साथीहरूले सामूहिक रूपमा बिहान पनि आज हामीलाई भेटेर बोलाएर उहाँहरूले भन्नुभयो, त्यो कुराले पनि थप ताकत पुर्यायो, बल पुर्यायो। तर म सबै केन्द्रीय सदस्य साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, कहीँ कतै एक सेकेन्ड पनि कहीँ कतै आफ्ना बारेमा सोचेर म कहाँ हुन्छु के हुन्छु भन्ने बारेमा सोचेर एउटा पनि कदम चालिएन, एउटा पनि प्रतिक्रिया व्यक्त गरिएन। पार्टी कहाँ होला, यो पार्टीले देशप्रतिको जिम्मेवारी निर्वाह गर्न सक्ला कि नसक्ला भन्ने कुरा मात्रै यसरी ठानियो। अब हामी यो विशेष केन्द्रीय महाधिवेशनको प्रक्रिया, निर्वाचनको प्रक्रिया अगाडि बढ्छ। केही समय पछाडि यसले नेपाली कांग्रेसको विधान अनुसार अगाडि बढि नै रहेको छ। यसले आफ्नो कुरालाई आज टुङ्ग्याउँछ, यसले नयाँ कार्य समिति चयन गर्छ। त्यो नयाँ कार्य समिति नै नेपाली कांग्रेसको कार्य समिति हो। आज हामीले श्रद्धेय नेता शेरबहादुर देउवालाई घरमै गएर 2 हात जोडेर 2 जना महामन्त्रीले जम्ल्याद गरेर भन्यौं, तपाईँ नेपाली कांग्रेस पार्टीको संरक्षकको रूपमा रहिदिनुस्, हाम्रो अभिभावकको रूपमा रहिदिनुस्।
तपाईलाई हामी त्यहाँ राख्छौँ, तर कार्यकारी भूमिकाबाट अलग गरिदिनुहोस् भनेर भनेको कुरालाई पनि म स्मरण गर्न चाहन्छु। मेरो मनमा कहीँ कतै कुनै पनि खालको तितो भावना आज मलाई त्यहाँ साथीहरूले के निर्णय गर्नुभयो, किन, दुई कारणले छैन। एउटा कुरा मेरो साथीहरू हुनुहुन्छ, मेरो नेताहरू हुनुहुन्छ, हाम्रो बिचका राजनीतिक विमतिहरू छन्, देशलाई कसरी हेर्ने, जनतालाई कसरी हेर्ने भन्ने बारेमा म त्यसरी नै हेर्छु, सोचको भिन्नता हो। अर्को कुरा, त्यो नेपाली कङ्ग्रेसको आज सानेपामा बसेर गएको केन्द्रीय कार्य समितिको बैठक, त्यो बैठकले निर्णय गरेको कुरालाई प्रति मेरो किन प्रतिक्रिया छैन भने त्यहाँ केन्द्रीय कार्य समितिको बैठकै बस्न सक्दैन, किनकि केन्द्रीय कार्य समिति अस्ति यहाँबाट भङ्ग भइसक्यो। त्यसकारणले गर्दा त्यो सक्दैन। र मलाई के विश्वास छ भने मलाई नेपालको निर्वाचन आयोगप्रति पनि विश्वास छ, मलाई नेपालको ऐन नियम कानुनप्रति विश्वास छ, नेपालको संविधानप्रति विश्वास छ, मलाई सबै संस्थाहरूप्रति विश्वास छ। नेपाली कङ्ग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरू जम्मा भएर विधिसम्म ढङ्गले गरिएको महाधिवेशन, विशेष महाधिवेशनबाट आएको परिणामलाई निर्वाचन आयोगले त्यसलाई त्यही ढङ्गले स्वीकार्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ। किनकि यसका कारणहरू छन्, वैधानिक कारण छन्, संवैधानिक कारण छ। यहाँ कसैको पनि, मैले भने यो कसैको निजी कम्पनी होइन, कसैले कसैलाई निकाल्ने, हामीलाई कसैले आएर घरभित्र छिर भनेर छिरेको होइन कि आजबाट घरबाट जा भनेर हामी त्यहाँबाट जाने हामीहरू। तर सामान्य कुरा यहाँ साथीले भन्दै हुनुहुन्छ, तर एकछिनलाई मानौँ टेक्निकली ल आज नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्यो, हामीसँग टेलिफोनमा एउटा नेताले वार्ता गरिरहेर ठ्याक्क 3:50 को समय मिलाएर निर्वाचन आयोगमा पत्र पठाएर सधैँभरि सेटिङ फिक्सिङबाट चल्छ, यसरी नै चलाइराख्ने हो। अनि एउटा सामान्य कुरा, म नेपाली कङ्ग्रेस पार्टीको महामन्त्री, अनि मलाई कारबाही गर्नुभन्दा कारबाही गर्नुभन्दा पहिला मलाई एकपल्ट स्पष्टीकरण सोध्नु पर्दैन, मलाई एकपल्ट बोलाउनु पर्दैन, मलाई एकपटक सोध्नु पर्दैन। मलाई एउटा निजी साथीले भन्दै हुन्छ निजी कम्पनीमा समेत सोधिन्छ, बाटोबाटै मलाई आजदेखि तिमी महामन्त्री होइनौ, हामी भन्दैनौँ। हामी हाम्रो सभापति होइनौँ, हाम्रो रहनु हिजो हुनुहुन्थ्यो, विशेष महाधिवेशनको प्रक्रियामा छौँ, हामीले कमिटी भङ्ग भएको छ, यो प्रक्रिया अगाडि बढ्छ। त्यसैले म अन्त्यमा साथीहरूलाई सोध्न चाहन्छु, तपाईहरु प्रत्येकले एकपटक सोच्ने बेला आएको छ र सोचेर त्यसको उत्तर दिने बेला आएको छ। तपाईँ यहाँबाट घर फर्कनुहुन्छ, गाउँ फर्कनुहुन्छ, तपाईको टोल गाउँमा फर्कँदै गर्दाखेरि म यति विश्वासको साथ तपाईलाई भन्न सक्छु, त कहाँ गएर आएको थिइस् भन्दा काठमाडौँमा भएको गगन र विश्व सहभागी भएको विशेष महाधिवेशनमा सहभागी भएर आएको थिएँ भनेर भन्दै गर्दा एकजना पनि कांग्रेसको शिर निउरन्न। तर म महाधिवेशनमा सहभागी हुन गएको थिएँ, तर म भइन, यो कारणले गर्दा भइन, यो त्यो भनेर भन्दै गर्दा तपाईले 1000 प्रश्नको उत्तर दिनुपर्ने छ, 1000 प्रश्नको उत्तर दिनुपर्ने छ। त्यसैले मेरो पार्टीको साथीहरूलाई मेरो आग्रह, मेरो आह्वान छ, हामीले भनेका थियौं हामी पार्टीलाई फुट्न दिन्नौं, हामीले पार्टीलाई, यो पार्टी फुटेको छैन, यही हो पार्टी। यसैले यो अधिवेशनको क्रममा छ, आज बेलुका यसको अधिवेशनको क्रम अध्याय सकिन्छ, यसले जे निर्णय गर्छ त्यो निर्णय गरेर आएको कार्यकारी निकायले नेपाली कांग्रेस पार्टीलाई अगाडि बढाउँछ। संविधानले यही भन्छ, कानुनले यही भन्छ, विधानले यही भन्छ। त्यसैले पार्टीको प्रत्येक साथीहरूले एकपटक सोच्ने हो। अब यो बेलामा हामी एक ठाउँमा त ल्याउँछौं, तर यो बेलामा उभिने कहाँनिर हो भनेर सोच्ने हो। सत्यको पक्षमा उभिने कि नउभिने, न्यायको पक्षमा उभिने कि नउभिने, विवेकको पक्षमा उभिने कि नउभिने। त्यसैले म साथीहरूलाई मेरो यही हो, नेपाली कांग्रेस पार्टी त्यही हो, अप्ठ्यारो बेलामा पनि सत्यको पक्षमा उभिएको। म मेरो साथीको पिताजीलाई सम्झन्छु, मुक्तिनाथ अधिकारी, लमजुङमा शिक्षक, छोरा मसँगै पढ्थे, तर नेपाली कांग्रेस पार्टीप्रति आस्था राख्ने लमजुङको एउटा शिक्षकलाई त्यो बेलाको विद्रोही भनौं, त्यो बेलाको चाहिँ माओवादी, उसले आएर बोलाएर जम्मा एउटा कुरा भनेको थियो, तपाईले मानिसहरूलाई भेट्दै गर्दा जय नेपाल भन्न छाड्दिनुस्, तपाई सत्यको पक्षमा उभिन छाड्दिनुस्। मान्नु भएन। अलि पर गयो, तपाईलाई याद छ होला, कुनै एउटा पत्रिकामा देखाएको फोटो याद छ होला, घुँडा टेकाएर गोली हानेर मारियो,
र 2 दिनसम्म परिवारका सदस्यलाई छेउछाउ जान पनि दिइएन। देशभरि मैले यस्ता हजारौं कांग्रेसका साथीहरू देखेको छु जो सत्यको पक्षमा उभियो। कांग्रेस त्यही हो, डराएन। हामी कोसँग डराउने हो? हामी कोसँग डराउने हो? हामी कोहीसँग डराउनु। तर म साथीहरूलाई आग्रह गर्छु, जो सत्यको पक्षमा उभिन्छ उसले सबभन्दा बढी मर्यादा राख्नुपर्छ। नेपाली कांग्रेस पार्टीले आफ्नो मर्यादा राख्नुपर्छ, हामीले आफ्नो मर्यादा राख्नुपर्छ। म साथीहरूलाई आग्रह गर्छु, तपाईहरुले यहाँबाट बाहिर निस्कँदै गर्दा पनि, तपाईहरुले भोलि आफ्नो गाउँठाउँमा गइसके पछाडि पनि, तपाईहरुले बेलुका सामाजिक सञ्जालमा लेख्दै गर्दा पनि कृपया कसैको बारेमा पनि व्यक्तिगत गाली गलौज नगर्दिनु होला, कसैको बारेमा टिप्पणी नगर्दिनु होला। ती साथीभाइलाई पनि हामीले सँगै लिएर हिँड्नु पर्नेछ। केही दिन पछाडि जब आज कांग्रेसको विशेष महाधिवेशन सकिन्छ, यसले नयाँ निर्णय सुनाउँछ, 2 दिन पछाडि फेरि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ नि, फेरि सँगै लिएर हिँड्नु त छँदैछ नि। त्यसकारणले गर्दाखेरि पनि हाम्रो थप जिम्मेवारी छ। त्यसैले कोही साथी पनि विचलित नभइकन, कोही साथी नआत्तिकन, कोही साथी नअल्मल्लिकन र कोही साथी यो भ्रममा नपरिकन कांग्रेस फुटायो, कांग्रेस जो गर्यो। म फेरि यो पनि सम्झाउँछु, फेरि यो याद गर्नु होला। मैले त्यस कारणले गर्दा म भनिरहेको थिएँ महामन्त्री विश्वप्रकाश शर्मालाई, हामीले ख्याल गर्नुपर्छ है भन्दै गर्दाखेरि होइन। कुराकानी भइरहेको त, छलफल भइरहेको छ, हामी बसिरहेको छलफल गरिरहेको। तर हामीलाई छलफलमा अल्मलाएर अल्झाएर पहिले सबै तयारी गरेर निर्वाचन आयोगमा साथीहरूलाई ठक्क पठाएर हामीलाई अल्मलाएर, दुईटा महामन्त्रीले अल्मलाएर त सक्नु होला। सिङ्गो देशभरिको कांग्रेसका कार्यकर्ताले कसरी अल्मलाउने हो? सिङ्गो देशलाई कसरी अल्मलाउने हो? 22-23 वर्षका नौजवानहरू सडकमा आएर भइरहेको सत्ता फाल्दिसक्यो। यत्रो सत्ता फाल्दिसक्यो, तै पनि हामी चेतेका छैनौँ। संसदबाट तानेर ल्याएर सडकमा राखिदिएर पछि चुनावमा जाँदा तै पनि हामी चेतेका छैनौँ। हामी चेत्छौँ चाहिँ कहिले? हामी के भयो भने चेत्छौँ। त्यस कारणले गर्दाखेरि नै पार्टीको म तमाम सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, धैर्यता राख्ने। र म साथीहरूलाई अन्त्यमा आग्रह गर्छु, विशिष्ट अवस्थामा हामीले विशेष महाधिवेशन गर्दैछौँ। तपाईहरुमध्ये थुप्रै साथीहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिभित्र